हेलो गाइज, दर्शक नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रो प्रोग्राम रहेको छ। हाम्रो चाहिँ माइला अङ्कलको छोरी जन्म छ, यानि कि मेरो बहिनी, मेरो बुढाको कान्छे सालीको जन्म भएको छ। र मतलब आजको प्रोग्राम हामी चाहिँ नानीलाई भेट्न जाँदैछौँ। नानीको जन्म चाहिँ तिहारको लक्ष्मी पूजाको दिन जन्मेर हाम्रो घरमा लक्ष्मीको आगमन भएको छ। र उनलाई भेट्न जानको लागि हामी चाहिँ सामानहरू अलिअलि रेडी बनाएर सुत्केरी भेट्न जाँदैछौँ। मेरो साथमा हुनुहुन्छ मेरो नमस्ते भाइ राजा। नमस्ते। आज चाहिँ हामी आन्टीको बच्चा हेर्न जान लागेको छौँ। बहिनीलाई भन न, बहिनीलाई बहिनीलाई भेट्न जान लागेको छौँ। हाम्रो बाटो चाहिँ यस्तो रहेको छ। रुख न, तिमी बिस्तारै हिँड, लड्छन्। कसलाई भेट्न जान लागेको? बहिनीलाई कस्तो छिन् बहिनी? देखाएको छौ कि नै? छैन? के लगेर जान लाग्छ त बहिनीलाई भेट्न? कबाट कसले किनेको? मैले हाम्रो बाटो चाहिँ अलि अप्ठ्यारो बाटो गइराखेको छौँ। गाह्रो छ बहिनीलाई भेट्न। यो वर्ष हाम्रो घरमा बहिनीको सङ्ख्या वृद्धि भएको छ। हाम्रो घरमा जनसङ्ख्या वृद्धि भएको छ। माथि छौँ। हाम्रो घर चाहिँ ऊ तल रहेको छ। हाम्रो गाउँघर चाहिँ वरिपरि यस्तो दृश्य छ। डाँडा काँडा खोला नाला खेतीहरू भइराखेको छ। के गर्दैछौ? त्यस्तो गर्नुहुन्न नि त, अनि सर्प आउँछन्। हेलो गाइस, फाइनली हामीहरू गाउँ नजिकै पुग्न लागेको छौँ। बाई। जता कतै झाडीहरू छन्, बिस्तारै हिँड है, सर्पहरू छन् कि। उकाली जाँदा देखेँ मैले एउटी सुन्दरीलाई, सुन सैला दाइ हा हा हा। हल्का रमाइलो गाइस, स्वर्ण ताल गाउँदैछौँ। नाच्नु मिलेको कि मिलेको नमिलेको थाहा छैन। एउटा सिँगारो गाइदेऊ न। बाटो नफाडेर जताकतै घाँस मात्रै छ। हिँड्नलाई अलिकति डर लाग्दो रहेछ। सर्पहरूले फेरि ठुङ्ग्यो भने गाह्रो छ। ओहो, गाउँघरमा झरेसी यस्तो देख्न पाइन्छ गाइस। के होला यो? कुपिन्डे मिठाई बनाएर खानु विचार छ क्या? हिँड मम्मी, लड्ने थियो धन्नै। माथि कि तलतिर? कति चाँडो अगाडि पुगिसकेछ। ओ माइ गॉड। हामी त पछाडि आएको टोली नै अगाडि पुगिसकेछ गाइस। त्यहाँबाट हेर्दै रहन्छ टोलीहरूले। बिचरा कस्तो चिस लाग्दो गरी हेरेको। हामी सानोमा स्कुल जाने खेल्ने गरेको बाटो चाहिँ यस्तो छ। हेलो। यहाँ चाहिँ क्यामेरा देखेर लाज मानेर साथीहरू लुक्दैछन्। ओहो, रिसाएर पछाडि रहेको मान्छे त हामीभन्दा अगाडि पुगिसकेछन्। हामी आउने बाटो त चाहिँ झार मात्रै थियो क्या, झन्डै सर्प भेटेनन्। उहाँ चाहिँ घर पुग्ने बित्तिकै भाइसँग चल्न लगाइसक्नुभयो। हामी चाहिँ फुपूको घरमा आइसकेका छौँ। यहाँ चाहिँ कब्जा हान्दैछौँ फुपूको छोरोलाई। एकलौटे छोरो छ हाम्रो फुपूको। ओ फुपूको एकलौटे छोरो, के छ खबर? खै हाँस्थ्यौ त? आहै कति राम्रो दाँत। आहै
फाइनली हामी चाहिँ घर नजिक नजिक पुग्न आँटिसकेको छौँ। मेरो भाइ चाहिँ पातलो भएर होला यस्तरी दौडिरह। हामी चाहिँ यसरी जाँदैछौँ। आफ्नो गाउँघरतिर फर्क्यो भने चाहिँ आफ्नो बाल्यकाल चाहिँ एकदमै याद आउँदो रहेछ। कुनै टाइम मेरो हजुरबा हुँदाखेरि चाहिँ, अहिले चाहिँ हुनुहुन्न हाम्रो साथमा, तर हुँदाखेरि चाहिँ खाली खुट्टा त्यो तलको बारीदेखि यहाँसम्म मलाई पैसा पुर्याउन आइसिन्थ्यो। नानी सहर जान लाछिस् के खानु भनेर हातमा दिसिन्थ्यो। अहिले अब कमाएर हजुरबालाई दिने साथमा मेरो साथमा हजुरबा हुनुहुन्न। के गर्नु, मान्छेको लीला। कहिले जन्मेको खुसी मनाउनु पर्छ, कहिले मृत्यु भएको दुःख मनाउनु पर्छ। गाह्रो छ। यो चाहिँ बाख्राको गोठ। हाम्रो अङ्कलको कुखुरा यहाँ छ, सुत्केरीलाई खुवाउने। सुत्केरी त्यहाँ बसिराख्नु भएको छ। त्यहाँ चाहिँ हाम्रो ठुलो घर थियो 2 तलेको। भूकम्पले गइसकेपछि चाहिँ अहिले हाम्रो घर यस्तो अवस्थामा छ। हाम्रो परिवारहरूको जमघट भेटघाट। हेलो आमा। हेलो हजुर। हेलो हजुरआमा। के छ बाबु? सन्चै हुनुहुन्छ? सन्चै त छौँ त। नमस्कार हजुरआमा। नमस्कार बाबु, नमस्कार। नमस्ते। रोशन, दाइ भएर कस्तो फिल भयो? तिमी दाइ भएर कस्तो फिल भएको छ? कति डिस्टर्ब गरिरहेको छ उसलाई? नाम के राख्दिने अब? तिम्रो नाम छिटो। बेबी। बहिनीको नाम पनि बेबी हुन्छ कहिले? अनि अत्काल तिमीलाई कस्तो फिल भएको त दाइ भइकिन? हजुर नै त्यहाँ गर्मी छ अहिले त्यही बस। हात धुयो कि नै? अचार भन्छ उहाँ दाइ। रिसै छैन दाइलाई त हेर्दै हेर्दिनन्। कति हल्ला गरे पनि दिदीहरू भने। बहिनीलाई पढाउने कि नै वसन? ह्यान्चे गर्नै जान्न दिन्छन् बहिनी। ह्यान्चे गर्दैनन् क्या, सानो छिन् त। हात दिन लागेन। कुरा गरेको हेर। बहिनी रिसाइकिन् क्या? बेबीले कुरा गरेर थाहा हुन्छ कि हुँदैन त? कस्तो छन् बेबी वसन? आज चाहिँ हजुरआमाको हातको मिठो मिठो खिर, दहीहरू, सागहरू खाना खाएको छौँ हामी गाउँमा। आजको पाहुना भोलि चाहिँ आफ्नो आफ्नो पढाइको सिलसिलामा सहरतिर पस्ने पाहुनाहरू हुन्। हामी चाहिँ यसरी टक्क पारेर खिर, दही र साग खाँदैछौँ। हाम्रो गोठदेखि बाहिरको भ्यू चाहिँ यस्तो रहेको छ गाइज। उहाँ चाहिँ फुपूको छोरा र मामाको छोराको दोस्ती गहिरो छ। टिमुर, लसुन र खुर्सानीको चुटाइलो अचार बनाउँदै हुनुहुन्छ मेरो हजुरआमाले। फाइनल्ली हामी चाहिँ बहिनीलाई भेटेर फर्किन आँटेको। मेरो भ्लग चाहिँ अब यहीँ हुन्छ। सबैजनाले हेरेर साथ दिनु होला। बाई बाई। वाच YouTube channel and subscribe. Please like, like, comment, share गर्न नभुल्नु होला। धन्यवाद। धन्यवाद।